खाने मुखलाई जुङ्गाले छेक्दैन भने चाहिँ मोमो पकाउने भाँडा बिना मोमो पकाएर खाम है त। हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम छ मेरो नयाँ मिनी ब्लगमा। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो साथीहरू, यदि हजुरहरू जापानदेखि हुनुहुन्छ भने त थाहा पाइसक्नु भयो होला कि मोमो पकाउने भाँडा बिना पनि मोमो कसरी पकाएर खाइन्छ भनेर। यदि जापान बाहिरदेखि हेर्दै हुनुहुन्छ भने चाहिँ कसरी पकाउँछु भिडियोलाई अन्तिमसम्म हेर्नुपर्ने हुन्छ है त। अनि आजको दिनमा चाहिँ फेरि मेरो रुममेटको नाइट काम थियो कि मेरो चाहिँ यासमी थियो, त्यही भएर मैले हल्का जाँगर चलाउँदैछु। अनि यति बेला चाहिँ मेरो साथी सुतिरहेको भएर मैले डिस्टर्ब हुन्छ भनेर बाथरुमभित्र गई यो मिक्सर गर्दैछु। यसको पनि हल्का साउन्ड आउँछ कि, त्यही भएर मोमो पक्का पार्दा भरे कस्तो हुने थाहा छैन, तर यो मिक्सर गर्दाखेरि चाहिँ मैले यति धेरै मेहनत गरिरहेको थिएँ कि मेरो मेहनत देखेर मेरो आँखाले पनि आँसु झार्यो साथीहरू भनेर भन्न मिलेन। आँसु चाहिँ यो कहिले न कहिले है, कसैले नसकेको आँसु चाहिँ मलाई रातो प्याजले झारिदियो आज। साथीहरू, सबै कुरा मिक्सर गरेर सकियो होला भनेर चाहिँ मैले यसो साग र अनि हाम्रो प्लान देखाउन थालेको थिएँ कि अदुवा र लसुन त मिक्सर गर्नै बिर्सेको रहेछु कि। अनि फेरि गरेँ। त्यसपछि पालो आउँछ आजको मोमो पकाउने भाँडाको। यदि हजुरहरू जापानबाट हेर्दै हुनुहुन्छ भने त लगभग थाहा पाइसक्नु भएको छ होला, भर्खरै आउनु भएको चाहिँ थाहा नहुन सक्छ। यो चाहिँ 250 पाउँछ सस्तो पसलमा। अनि अब नेपालदेखि अन्त्य कतैदेखि हेर्दै हुनुहुन्छ भने चाहिँ मोमो पकाउन लागेको चाहिँ मैले यसमै हो। हेरौँ फर्स्ट टाइम हो मेरो पनि है, कस्तो हुन्छ मोमो बनाउन लागेको भन्ने। मासु नै देख्दिनँ कस्तो खालको मोमो हो भनेर सोचिराख्नु भएको छ होला। यो चाहिँ हाम्रो भेज मोमो हो कि, मेरो साथीले मासु खाँदैनन्, भेज हुन्, त्यही भएर चाहिँ आज म पनि भेज भएको है। मासु खाने त्यस्तो धेरै खाँदिनँ कि म पनि, मलाई भए पनि हुन्छ नभए पनि हुन्छ भने जस्तै हो कि। बाहिरहरू अलिअलि खाइरहेको हुन्छु अनि घरमा चाहिँ साथीसँगै भेज खानाहरू खान्छौँ कि धेरै जसो। खाँदा खाँदै यता मोमो पनि एक सेट राख्ने बेला भइसकेछ। अनि यो भाँडा चाहिँ कति सानो हो कि साथीहरू, हेर्नु न, जम्मा 6 पिस भन्दा राख्नै मिलेन। अनि मैले राखेर फेरि बनाउन थालेँ। मलाई चाहिँ यो मोमोको पोका बनाउनै आउँदैन कि राम्रोसँग, घरमा हामीले खासै बनाउँथेन। अनि जापान आएर अलिअलि बनाएको, अनि फेरि दिदीको पनि कहिले जाँदा बनाउँछु, तर राम्रो चाहिँ बनाउन आउँदैन। जे होस् हल्का यसो काम चलाउ मात्रै। यस्तो नराम्रो मोमोहरू नि के देखाइरहेको होला भनेर चाहिँ जज नगर्नु ल साथीहरू। यो भनेको चाहिँ मेरो कन्फिडेन्ट हो कि। सबै कुरा मान्छेले अलरेडी जानेर आएको हुँदैन, बिस्तारै गर्दै गएपछि सिक्ने हो जस्तो लाग्छ है मलाई चाहिँ। त्यही भएर राम्रो नराम्रो जे जस्तो भए पनि मलाई हौसला दिनु होला, के थाहा होइन, नेक्स्ट टाइम चाहिँ अझै राम्रो पो हुन्छ कि। कसैले मक्क पार्नै पर्दैन कि, यति कुरा आफूलाई मनमा सोच्यो भने चाहिँ आफै मक्क हुन्छ कि म चाहिँ। त्यसपछि यता फसलतको मोमो पनि पाकिसकेछ। अनि यता अचार पनि बनाउँदैछु। अनि मोमोको कभर चाहिँ लास्टै पातलो भएको थियो, यो चाहिँ रेडिमेड वाला पिठो लिएको भएर नि होला। अनि फेरि पानीको माथि राखेर पकाउनु पर्ने नि त यो भाँडामा, त्यही भएर नि एकदमै पातलो देखिरहेको छ। अर्काको ठाउँमा आएर चाहिँ दुःख गर्नु, सङ्घर्ष गर्नु भनेको अब काममा मात्रै दुःख गर्नु, पैसा मात्रै कमाउनु होइन, पढाइमा मात्रै सङ्घर्ष गर्नु नभएर चाहिँ अब यसरी नै आफूलाई कसरी के गर्दा खुसी मिल्छ होइन, नभएको कुराहरू म्यानेज गरेर यताउति गरेर गर्ने भनेको पनि सङ्घर्षै हो जस्तो लाग्छ कि मलाई चाहिँ। हजुरलाई कस्तो लाग्छ होइन? किन आजको भ्लगमा मलाई चाहिँ अलिकति धेरै नै बोल्न मन लाग्यो। अनि मैले यो अचार चाहिँ अघिको किमा पिसेको मिक्सरमा पिसेको हो, मसँग मिक्सर पनि छैन नि त। अनि उता साथीको फेरि काम जाने बेला नि भइसक्यो, त्यही भएर मैले हतारमा रामेन पनि बनाएँ अनि लगेर गएँ। अनि त्यसपछि यो मोमोको चाहिँ आज बिल्ला नगर्नु होला, किन भन्दा मैले अघि नै भनिसकेँ मेरो यो कन्फिडेन्ट हो आजको होइन। मैले चाहिँ आज मेरो अनुहार देखाउनै बिर्सेको रहेछु कि, त्यही भएर आज साथीलाई देखाउँदै चाहिँ आजको भिडियो एन्डिङ गरौँ है त। बाई बाई।